नमस्कार, जय श्री कृष्ण। स्मार्ट आत्मिक लगानी युट्युब च्यानल हेरिराख्नुहुने सम्पूर्ण आदरणीय दर्शक मित्रहरूमा मेरो नमस्कार। बानी आज मैले बोल्ने विषय रहेको छ बानी। बानी भनेको के हो? बानीको विकासले हाम्रो जीवनलाई कसरी फरक पार्दछ, हाम्रो जीवनलाई कसरी रूपान्तरण गरिदिन्छ। एउटा बानी देख्नमा सामान्य लाग्छ, तर त्यही बानीले जीवनलाई कसरी बदल्छ, कसरी ठुलो परिवर्तन ल्याइदिन्छ हाम्रो जीवनमा भन्ने कुराको म आज यो भिडियोमा तपाईहरू समक्ष केही कुरा राख्न चाहन्छु। यहाँहरूले यो भिडियो पुरा हेरिदिनु होला। यदि हेरिदिनु भयो भने मलाई लाग्छ पक्कै पनि आजको विषयवस्तुले तपाईलाई सानो भए पनि छुनेछ। तपाईले सोच्ने दृष्टिकोण अथवा सोच्ने कुरामा केही न केही भए पनि यसले चेन्ज ल्याउनेछ भन्ने म विश्वास लिन्छु। यदि हामी कुनै कुरा छिटफुट रूपमा गर्छौं, कहिलेकाहीँ गर्छौं भने त्यो एक्टिभिटी भयो, त्यो क्रियाकलाप भयो। यदि हामी कुनै कुरा नियमित रूपमा गर्न थाल्छौं, दैनिक रूपमा गर्न थाल्छौं अथवा कुनै कार्य हामी अटोमेटिकल्ली गर्न थाल्छौं भने त्यो बानी भयो। बानी भनेको हामीले सोचेर गर्नु परेन, अटोमेटिकल्ली केही कार्य गरिराख्नु पर्यो हामीले। यदि त्यस्तो भयो भने त्यो बानी भयो। अब म गर्छु तपाईहरुलाई हाम्रो जीवनमा बानीको महत्त्व। हेर्नुहोस् साथीहरू, बानी सुन्दाखेरि सामान्य लाग्छ। बानीको बारेमा कुरा गर्दाखेरि सामान्य विषयवस्तु जस्तो लाग्छ, तर यसले जीवनमा पार्ने परिवर्तन एकदमै ठुलो छ साथीहरू। बानीको कुरा गर्दा सुन्दा सामान्य लाग्छ, हेर्दा सामान्य लाग्छ। बानी के हुन्छ र बानीले गर्दा भने जस्तो लाग्छ, तर यसले पार्ने प्रभाव, यसले दिने रिजल्ट, यसले दिने हाम्रो जीवनमा चेन्ज जुन छ त्यो चाहिँ एकदम ठुलो हुन्छ। यदि सही बानीको विकास भयो भने त्यसले तपाईलाई सही बाटोमा डोर्याउँछ र सही गन्तव्य पुर्याउँछ र त्यसको रिजल्ट एकदम राम्रो हुन्छ। त्यसले तपाईको जीवनलाई बदलिदिन्छ। यदि तपाईमा गलत कार्य गर्ने बानी पस्यो, गलत कार्य गर्ने बानीको विकास भयो, अनैतिक कार्य गर्ने बानीको विकास भयो भने त्यसले दिने रिजल्ट पनि नराम्रो हुन्छ। त्यसले तपाईलाई अथवा तपाईको जीवनलाई अधोगतितिर लैजान्छ। हेर्दा सानो तर रिजल्ट ठुलो। एउटा भनाइ छ, टिनी चेन्जेस रिमार्केबल रिजल्ट भन्छ। चेन्जेस सानो हुन्छ। बानीमा हेर्दाखेरि त हामीले खासै केही गरेको देखिँदैन, सामान्य काम गरेको जस्तो देखिन्छ नि। अहिले वर्तमानमा हेर्दाखेरि कुनै मान्छेको कुनै कुरामा बानी परेको छ भने वर्तमानमा हेर्दाखेरि सामान्य जस्तो लाग्छ, सानो जस्तो, सानो कार्य गरेको जस्तो लाग्छ। तर उसले त्यो कार्यमा नियमितता दिइराख्यो, चाहे त्यो नकारात्मक कार्य होस् चाहे त्यो सकारात्मक कार्य होस्, उसले त्यो कार्यमा नियमितता दिइराख्यो भने त्यसले दिने रिजल्ट चाहिँ भयंकर ठुलो हुन्छ र त्यसले जीवनलाई रूपान्तरण गरिदिन्छ, त्यसले जीवनलाई बदलिदिन्छ। सही बानी हो भने सही दिशामा चेन्ज गर्छ, गलत बानी हो भने गलत तरिकाले जीवन बदलिन्छ। बानीलाई एउटा एटम जस्तै भनिन्छ। एटम भने हामीले सबैलाई थाहा छ, परमाणु भन्छ। परमाणु आँखाले नदेख्ने सानो हुन्छ, एकदमै सानो हुन्छ। त्यसलाई कुनै यन्त्रबाट मात्रै हेर्न सकिन्छ, त्यसको फिल गर्न सकिन्छ। परमाणु त्यति सानो हुन्छ, तर परमाणुको शक्ति एकदम ठुलो हुन्छ साथीहरू। यदि त्यो परमाणुमा हामीले ऊर्जा दियौँ, ऊर्जा दिन थाल्यौँ, ऊर्जा दिँदै त्यसले प्रशस्त मात्रामा ऊर्जा प्राप्त गर्यो भने त्यसले रिमार्केबल रिजल्ट दिन्छ साथीहरू। जस्तो कि हामी भन्छौँ बिग ब्याङ थ्योरी भनेको तपाईहरुलाई थाहा होला, जसलाई हामी महाविस्फोट भन्छौँ। यो सम्पूर्ण विश्व ब्रह्माण्ड बिग ब्याङबाट बनेको हो भनेर भनिन्छ, अथवा महाविस्फोटबाट, एटमको महाविस्फोटबाट बनेको हो भनेर भनिन्छ। एटम हुँदा त सानो हुन्छ नि, तर जब त्यसले ठुलो ऊर्जा प्राप्त गर्यो तब त्यो विस्फोट भयो र यो सम्पूर्ण विश्व ब्रह्माण्ड बनेको हो भनेर हामी भन्दछौँ। त्यस्तै गरी एटम सानो हुन्छ, त्यसले ऊर्जा प्राप्त गर्दाखेरि एटम बम बन्छ साथीहरू। एटम बमको प्रभाव तपाईहरु हामीलाई थाहा नै होला। हामीले विभिन्न हिस्टोरी हेर्ने हो भने एटम बम कति शक्तिशाली हुन्छ अथवा परमाणुविक बम कति शक्तिशाली हुन्छ भन्ने कुरा
हामी सबैलाई थाहा नै छ। एटम सानो हुन्छ तर त्यहाँबाट बन्ने परमाणविक हतियार हेर्नुहोस् त, सानो कुरामा हामीले ऊर्जा दियौँ भने त्यसले दिने रिजल्ट हेर्नुहोस् त साथीहरू, कति ठुलो हुन्छ, कति बृहत हुन्छ। त्यसैले त्यस्तै बानी पनि एटम जस्तै हो भनिन्छ। हामीले कुनै क्रियाकलाप गर्दा सामान्य लाग्छ, हामी दैनिक रूपमा कुनै मान्छे क्रियाकलाप गरिराखेको देखिन्छ, सामान्य लाग्छ, के नै फरक पारेको छ जस्तो लाग्छ। बाहिरबाट हेर्दाखेरि उसले सामान्य क्रियाकलाप गरेको जस्तो देखिन्छ, तर उसले त्यही क्रियाकलाप यदि दैनिक रूपमा गरिराख्यो, नियमित रूपमा गरिराख्यो, वर्षौँसम्म गरिराख्यो, महिनौँसम्म गरिराख्यो, वर्षौँसम्म गरिराख्यो भने तब त्यसले दिने रिजल्ट उसको जीवनमा अद्भुत हुन्छ। त्यो देख्छ, समाजले देख्छ, समाजले देख्ने खालको हुन्छ, त्यो समाजले फिल गर्ने खालको हुन्छ, हामी सबैले देख्ने खालको रिजल्ट अथवा उसको जीवनलाई नै त्यसले रूपान्तरण गरिदिन्छ साथीहरू। त्यसैले बानीमा ऊर्जा भरियो भने त्यो एटममा ऊर्जा भर्नु जस्तै हो। म यहाँ एउटा दुईटा उदाहरण चाहिँ तपाईँहरूलाई दिन चाहन्छु। जस्तो हामीले पोसिलो खानेकुरा खाने बानीको विकास गऱ्यौँ, पोसिलो खानेकुरा खानु हेर्दा सामान्य हो, त्यसले के नै फरक पार्छ र? एक दिन, दुई दिन, एक महिना, दुई महिना पोसिलो खानेकुरा खाइराख्दा त्यसको प्रभाव खासै देखिँदैन। जब त्यसलाई हामी दोहोऱ्याइराख्छौँ नि वर्षौँसम्म 5 वर्ष 10 वर्ष यसरी दोहोऱ्याउँदाखेरि मान्छेको शरीर नै चेन्ज हुन्छ। त्यसले ल्याउने मान्छेको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्यको अवस्था नै फरक हुन्छ। बाहिरको मान्छेले पनि फिल गर्न थाल्छ, समुदायले पनि फिल गर्न थाल्दछ। उसको जीवनमा आएको परिवर्तन हामी सबैले देख्ने खालको हुन्छ, उसको जीवन रूपान्तरण हुन्छ। यदि त्यसको विपरीत कुनै व्यक्तिले रक्सी खाने क्रियाकलाप गर्न थाल्यो, काम सामान्य हो, एक दुई दिनको टाइम अवधि लिएर हेर्ने, एक दुई महिनाको पनि टाइम पिरियडमा यदि हामीले हेर्ने हो भने खासै परिवर्तन हुँदैन। नखाने मान्छे खाने मान्छेको बिचमा खासै फरक पनि देखिँदैन। तर हामीले यदि दैनिक रूपमा नियमित रूपमा वर्षौँसम्म त्यो खाने बानीको विकास गरिराख्यौँ, रक्सी खाइराख्यौँ भने अब त्यसले हाम्रो शरीरमा पार्ने प्रभाव भयङ्कर हुन थाल्छ साथीहरू। त्यो देखिन्छ, समुदायले देख्छ, उसको स्वास्थ्य बिग्रेको देख्छ, उसको शरीर बिग्रेको देख्छ, फिजिकल्ली, मेन्टल्ली, घरायसी रूपमा, मानसिक रूपमा, शारीरिक रूपमा, हरेक रूपमा, सामुदायिक रूपमा उसको जीवनमा आएको परिवर्तन हामी सबैले देख्ने खालको हुन्छ। त्यस्तै गरेर पूजा, ध्यान, योग केही दिन गर्दा खासै फरक पर्दैन, केही महिना गर्दा खासै फरक पर्दैन, तर दैनिक रूपमा हामीले यदि गऱ्यौँ भने अब हाम्रो रहनसहनमा, हाम्रो व्यवहारमा, हाम्रो थिङ्किङमा, हाम्रो आउटलुक, हरेक कुरामा बृहत खालको चेन्ज आइसकेको हुन्छ। हामीले गर्ने हरेक व्यवहारमा त्यो देखिन्छ। हाम्रो जीवनमा आएको विभिन्न परिवर्तनहरू त्यहाँ स्पष्ट रूपमा देखिन्छ साथीहरू। त्यसले बानीको विकास यदि हामीले गऱ्यौँ भने त्यसले दिने चेन्ज, त्यसले दिने रिजल्ट चाहिँ एकदम ठुलो हुन्छ। चेन्ज त सानो हो नि, बिहान उठेर पूजा गर्यो, बिहान उठेर ध्यान गर्यो, बिहान उठेर योग गर्यो, खासै ठुलो चेन्ज होइन नि। हुनु र नहुनुमा तत्कालको लागि त केही फरक पार्दैन नि त्यसले, तर लामो समयसम्म यदि हामीले त्यसलाई रिपिट गरिराख्यौँ, दोहोऱ्याइराख्यौँ भने त्यसले दिने रिजल्ट जुन छ, रिजल्ट चाहिँ बृहत हुन्छ, ठुलो हुन्छ, भयङ्कर हुन्छ। त्यसले हाम्रो जीवनलाई नै परिवर्तन गरिदिन्छ। त्यस्तै गरेर अर्को म एउटा उदाहरण दिन्छु। जस्तै बुक पढ्ने कुराको कुरा गरौँ, एक दिन, दुई दिन, एक महिना, दुई महिना त्यसको खासै फरक देखिँदैन। एक वर्षसम्म पनि त्यसको फरक नदेखेला, तर हामीले वर्षौँसम्म 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्षसम्म लगातार बुक पढिराख्यौँ, बुक पढ्ने बानीको विकास गरिराख्यौँ भने अब हामीमा एउटा ज्ञानको सागर आउँछ, हामीमा एउटा विद्वता देखिन्छ। बाहिर समाजले हेर्दाखेरि पनि हामीले गर्ने हरेक एक्टिभिटीमा, हामीले गर्ने हरेक क्रियाकलापमा, हामीले बोल्ने कुरामा, हाम्रो तर्क दिने शैलीमा मान्छेले अब त्यो परिवर्तन देख्न थाल्छ। हामीमा ज्ञानको विकास भएको, ज्ञानको अथाह सागर भएको कुरा समाजले सजिलै देख्न सक्छ। जस्तै कुनै व्यक्ति जिम गर्छ, जिमले एक दिनमा चेन्ज ल्याउँछ, दुई दिनमा चेन्ज ल्याउँछ, 3 दिनमा चेन्ज ल्याउँछ, कुनै रिजल्ट देखिन्छ, एक महिनामा, 2 महिना, 3 महिनामा कुनै रिजल्ट देखिन्छ। तर लामो समयसम्म यदि हामीले त्यसमा लागिराख्यौँ, निरन्तरता दियौँ भने अब हाम्रो शरीर सजिलै देखिन्छ। बाहिरबाट हेर्दाखेरि स्ट्रङ देखिन्छ, बलियो देखिन्छ, अनि आकर्षक देखिन्छ। त्यो देखिन्छ, समाजले देख्छ, तपाईँले देख्नुहुन्छ, मैले देख्छु, हरेकले देख्छ त्यो। त्यस्तै अब लगानीको कुरा गरौँ है साथीहरू।
जस्तै हामीले कुनै पैसा कुनै ठाउँमा राखेका छौँ, सक्रिय ब्याज आउने ठाउँमा राखेका छौँ, फिक्स डिपोजिटमा राखेका छौँ, अथवा कुनै जस्तै फन्डहरू हुन्छन् त्यहाँ फन्डमा चाहिँ हामीले लगानी गरेका छौँ, अथवा सिपमा लगानी गरेका छौँ, जहाँ कम्पाउन्डिङ रूपमा चाहिँ हाम्रो पैसा चाहिँ बढ्दै गइरहेको हुन्छ। त्यस्तो ठाउँमा यदि पैसा हामीले लगानी गरेका छौँ भने त्यसले दिने परिवर्तन खासै ठुलो हुँदैन। तत्कालको लागि चाहिँ 1 महिना 2 महिना 3 महिना 1 वर्ष 2 वर्ष 3 वर्ष 5 वर्ष 10 वर्ष खासै ठुलो परिवर्तन देखिँदैन। तर जब हामी लगातार चाहिँ त्यसमा इन्भेस्ट गरेर राख्यौँ 20 वर्ष 25 वर्ष 30 वर्षसम्म यदि हामीले त्यसमा लगानी गरेर राख्यौँ भने तब त्यो फन्ड बढेर एकदम बृहत बन्न थाल्छ। त्यो हामी सजिलै देख्न, त्यसलाई हामी सजिलै अनुभव गर्न थाल्छौँ साथीहरू। त्यसैले कुनै चेन्ज हाम्रो जीवनमा हेर्दाखेरि वर्तमानमा सामान्य लाग्छ, तर त्यही कुराको बानीको विकास यदि हामीले गर्न सक्यौँ भने त्यो पछि गएर एकदम बृहत रिजल्ट दिन्छ र त्यसले हाम्रो जीवनलाई नै परिवर्तन गरिदिन्छ, जीवनलाई नै रूपान्तरण गरिदिन्छ साथीहरू। यो कुरा भयो बानीको कुरो। म यसमा एउटा उदाहरण दिन्छु। सानो परिवर्तनले कति ठुलो रिजल्ट दिन्छ भन्ने कुराको एउटा उदाहरण। जस्तो मानौँ 2 जना व्यक्तिहरू काठमाडौँको रत्न पार्कमा छन्। एउटा पूर्वतिर हिँड्यो, अर्को पश्चिमतिर हिँड्यो हैन। तत्कालको लागि खासै त्यसमा धेरै ठुलो परिवर्तन केही देखिँदैन हैन। जस्तै मिनेटको कुरा गर्ने हो भने तिनीहरू रत्न पार्कभित्रै हुन्छन्, घण्टाको कुरा गर्ने हो भने तिनीहरू चाहिँ काठमाडौँभित्रै हुन्छन्। यदि दिनको कुरा गर्ने हो भने हुनसक्छ तिनीहरू भ्यालीभित्रै होलान्। तर यदि महिनाको कुरा गर्ने हो भने पूर्वतिर हिँड्ने मान्छे पूर्व धरान पुगेको हुनसक्छ, पूर्व झापामा पुगेको हुनसक्छ, पश्चिमतिर हिँड्ने मान्छे चाहिँ धनगढी पुगेको हुनसक्छ, महेन्द्रनगर पुगेको हुनसक्छ। हेर्नुहोस् त, चेन्ज त सामान्य हो नि। दुईटै एउटै ठाउँमा थिए, एउटा पूर्वतिर फर्केको थियो, एउटा पश्चिमतिर फर्केको थियो। तर कालान्तरमा गएर त्यसले दिने रिजल्ट कस्तो भयो भने एउटा झापा पुग्यो, अर्को कञ्चनपुर पुग्यो साथीहरू। त्यसैले हामीले चेन्ज सामान्य ल्याएको भए पनि यदि हामीले त्यसमा नियमितता दियौँ, त्यो नै हाम्रो बानी पर्यो अथवा बानीको विकास भयो त्यसमा भने त्यसले दिने रिजल्ट चाहिँ भयङ्कर हुन्छ। कहिले पनि पोजिटिभ बानीको विकास गरौँ, सही बानीको विकास गरौँ, कार्य सही गरौँ, त्यसमा नियमितता दिउँ, धैर्य भएर बसौँ। यदि त्यसो गर्न सक्यौँ भने हामीले सामान्य काम गरेको जस्तो देखिन सक्छ सुरुमा, तर हामीले त्यसमा नियमितता दियौँ भने त्यसले दिने रिजल्ट भयङ्कर हुन्छ। त्यसले दिने रिजल्ट बृहत हुन्छ र त्यो रिजल्टले गर्दाखेरि हाम्रो जीवन बदलिन्छ, हाम्रो जीवन रूपान्तरण हुन्छ, हाम्रो जीवन ट्रान्सफर्म हुन्छ। यो कुरा चाहिँ मनन गर्नुहोला र आजैदेखि तपाईँहरूले पनि कुनै न कुनै सही बानी गर्ने अथवा सही क्रियाकलाप गर्ने र त्यो क्रियाकलापलाई नै आफ्नो बानीमा चेन्ज गर्ने, बानीको विकास गर्नुहोला भन्छु। यति भन्दै यो भिडियोलाई पुरा हेरेर लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। त्यस पछाडि कमेन्ट पनि गरिदिनु होला। मैले केही सुधार गर्नुपर्ने कुराहरू छ भने पोजिटिभ कमेन्ट गरिदिनु होला, आलोचनात्मक कमेन्ट पनि गरेर मलाई सुझाव दिनु होला भन्दै म आजको यो भिडियोबाट बिदा चाहन्छु। हस्, नमस्कार।